द्वारकापुरीमा नारदजी माथि स्वर्गदेखि ब्रह्मलोकदेखि वीणा बजाउँदै त्यस्तै गान गर्दै आइबस्यो। अब नारदजी सत्यभामाजीको महलमा पहिला प्रवेश हुनुभएछ। सत्यभामा नामकी पाटरानी मध्ये भगवानकी रुक्मिणी प्रथम, जाम्बवती दोस्री र सत्यभामा तेस्रो सङ्ख्यामा हुनुहुन्छ। सत्यभामाजी त्यही यदुकुलभित्रै हुनुहुन्छ। यदुकुल 100 पुस्तासम्म गएको हुनाले परस्परमा विवाह सम्बन्ध पनि हुन्थ्यो र सत्राजित नाम गरेका राजाकी छोरी एउटै मात्रै सत्यभामाजीलाई भगवानले एउटा मणिमा जो दोष लाग्दा समन्तक मणिमा विवाह गर्नु बाध्यता पनि भयो। सत्राजितले पनि नदिएर भएन र सत्यभामाजीलाई विवाह भगवानले गरिबक्सेको थियो पाटरानी मध्ये तेस्रो कक्षामा। सत्यभामाजीमा अलिकति म चाहिँ सबैभन्दा पाटरानी मध्ये तेस्रा कक्षामा परे पनि म चाहिँ पहिला हुँ नि, कहाँ रुक्मिणी पहिला उहाँ आसामबाट कुण्डिन नगरबाट ल्याएकी आसामी, अलिकति त्यस्तो पनि थियो अरे बा। भगवानका लागि त आसामी पनि छैनन्, बिहारी पनि छैनन्, कहीँका पनि छैनन्, अमेरिकन पनि छैनन् भगवानका लागि। भगवानले त यो मेरो मेरो भन्दै जो म भन्छ नि त्यसले कहीँ नै जीवात्मालाई सबैलाई समेट्नुहुन्छ। जातिपातीको भेद छैन भगवानमा। भगवान गड सब अल मनुष्यको एउटै हुनुहुन्छ, दोडा ईश्वर छैन। त्यही भएर भगवानको एकाकीमै वर्णन गरिन्छ। त त्यस्ता परमात्माले आज सत्यभामाजीलाई विवाह गर्नुभयो। नारदजी सत्यभामाजीको महलमा आउनुभयो। सत्यभामाजीले नारदजीलाई अरू कति कुरा सोध्नुभयो, कति कुरा सुन्नुभयो। यो त अहिले मैले व्याख्या गरेर पनि सकिँदैन र म पनि जान्दिनँ। म पनि एउटा अल्पज्ञ हुँ, त्यसो भए पनि जान्दिनँ। एउटा कुरा प्रश्न राख्नुभयो सत्यभामाजीले, नारदजी तपाईँ त देवर्षि हुनुहुन्छ नि, कोही त देवर्षि भन्छन्, कोही ब्रह्मर्षि भन्छन्, कोही राजर्षि भन्छन्। देवर्षि नारदजी भइहाल्नुभयो, ब्रह्मर्षिमा वशिष्ठ आदि भइहाल्यो, राजर्षिमा चाहिँ अब जनक आदि राजाहरूलाई राजर्षि शब्दले कहिन्छ। ऋषि भनेको जसले भूत भविष्य वर्तमानलाई यथार्थ जान्दछ त्यसलाई ऋषि शब्दले कहिन्छ। त आज देवर्षि नारदजी आउनुभयो सत्यभामाको महलमा। सत्यभामाले प्रश्न राख्नुभयो, नारदजी सबै दानभन्दा ठुलो के दान भनेर जिज्ञासा राख्नुभएको छ। नारदजीले भन्नुभयो, महारानी साहेब सबै दानभन्दा ठुलो तोला दान। तोला दान भनेको एकपट्टि कि आफू बस्ने कि आफ्नो श्रीमान राख्ने, एकापट्टि त्यही बराबरको हिरा मोती सुन चाँदी मणि माणिक्य पन्ना मोती मुगा यस्तो राख्नुपर्छ बराबरको। त्यही दान गर्नु चाहिँ सबसे ठुलो दान हो भनेर भनिदिइबक्स्यो। म त आफू बस्दिनँ नारदजी, म त भगवान द्वारकाधीशलाई राख्छु भन्नु। ठिक, त्यो पनि अति राम्रो कुरा हो, किनभने पत्नीले पतिलाई नै सर्वेश्वर ईश्वर मान्नुपर्छ भनिएको छ। अब भगवान त ईश्वरै पनि भइबक्सिन्छ, भइहाल्यो त भनेर पल्ला जोडियो। भगवान बस्नेतिरको पल्लामा भद्रा बनाइयो, भद्रासन। यतापट्टि सामान राख्ने त अब सामान नै भयो, झन्डाउने हुन्छन्, कोही कोही के हुन्छन्, त्यस्तो पल्ला बाँधियो, ठुलो बनाइयो। अब सत्यभामाले विचार गर्नु भगवानको कति ओजन छ र, किन भगवानको ओजन त मलाई थाहा छ नि। उहाँ त वामाङ्गिनी हुनुहुन्छ, दक्षिणाङ्गिनी त हुनुहुन्न, डङ्किनी त हुनुहुन्न, होइन। त्यसो भएको हुनाले यति नै ओजन छ नि भन्दा आफूले रात्रिमा आफ्ना पलङमा सबै ओजन लिएको हुँदा यति ओजन छ, मेरै घरकाले हुन्छ, कुनै सौता काम मैले हात पसार्नु पर्दैन भन्ने भावनाले पहिले खटाइहाल्नु, त्यो एकट्ठा गर्नु, लगेर त्यो सामान राख्नुतिर राख्न आउनुभयो आफ्ना परिचारहरूलाई। भगवान गएर भद्रासनमा बसिबक्स्यो। डेक चल्नुहुन्न त भगवान, उहाँले ओजन गरेको त्यो सामानले, त्यस धन सम्पत्तिले, त्यस हिरामती, त्यस मणिमाणिक्यले भगवान तलै हुनुहुन्छ, त्यो माथि नै हुन्छ। ए बाबाले त्यो सबै घरको खरेकुरो ल्यायो भन्नुभयो, सबै ल्याएर उठ्दैन त। अब त सबै पाटरानी 8वटी काको ल्याउन लाउनुभयो, उठ्दैन। अब त सबै 16,108 रानीकाबाट ल्याइयो, उठ्दैन। भगवान तलै हुनुहुन्छ। अनि त्यहाँदेखि त अब उग्रसेन महाराजका कोषको ल्याइयो, खजनाको पैसा, जो चाहिँ ब्याङ्कमा जम्मा भएको सबै धातुहरू पैसा ल्याएर ल्याइयो, धन सम्पत्ति ल्याइयो। भगवान तलै हुनुहुन्छ, एकदम माथि हुन्छ, त्यो धन सम्पत्ति उठ्दैन त्यतापट्टिको पल्ला। अब नारदजीले भन्नुभयो, महारानी तपाईँले अघि सङ्कल्प गरेर चाहिँ म दिन्छु तोला दान भनेको होइन, म भगवानलाई लिएर जान्छु अब नउठेपछि भनेर अलिकति जोसिलो जोसिलो, अलिकति रागिलो रागिलो, अलिकति आफ्नो जो सत्वगुण रजोगुण तमोगुणको कला हुन्थ्यो, अलिकति रजोगुणको
कला पनि देखाउन थाल्नुभयो। अब नारदजीले बिना रत्नलाई छोड्नु भएको छैन। जय श्रीमन्नारायण कृष्ण 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 त गरिरहनु र भन्दै हुनुहुन्छ। अनि तान्न थाल्नु भगवान्लाई पाखुरा समातेर। नारदजीले लान्छु अब तिमीले दान पुरा गर्न नसकेपछि म भगवान्लाई लिएर जान्छु भन्नुभयो। पल्लाबाट निकाल्नुभयो। पाखुरा समातेर तान्दै हुनुहुन्छ। अब सब रानीहरू र त्यहाँको जो द्वारकावासीहरू मूर्छागत भए। भगवान्लाई लिएर जान लाग्नुभयो। वीणा रट्दै हुनुहुन्छ नारदजी, अगाडि बढ्दै हुनुहुन्छ। भगवान्ले भन्नुभयो नारदजी धेरै माया नदेखाउँ, हेर मूर्छा पर्न गए, यिनीहरू पनि भक्ताहरू हुन्, अलिकति तपाईँले कृपा गर्नुहोस्, सरी गरिदिनुहोस्, माफ गरिदिनुहोस् भनेर भगवान्ले भनेपछि उद्धवजीलाई बोलाएर ल्याउनु भन्ने भयो। त्यस्तो आवाज आयो। मन्त्री मिनिस्टरहरू छन्, उद्धवजी प्रधानमन्त्री, उद्धवजीलाई बोलाएर ल्यायो। मन्त्रीले मन्त्रणा जानेको हुन्छ। उद्धवजी आउनुभयो। भगवान्ले जो धारण गर्नुहुन्थ्यो श्रीखण्डको चन्दन केशर कस्तुरी मिलाएर त्यो चन्दन मगाउनु भयो उद्धवजीले। अब अहिले हामीहरूका घर घरमा अहिले हामीहरूले यहाँको जो रोममा भनौँ न, हामीहरूको जो कल्चर आफ्नो भनेर तुलसी जगाएर सबैका गमलामा तुलसी देख्न पाउँदा मलाई ठुलो हर्ष लागेको छ। हाम्रा पनि छन् 3-4 गमला तर कसै कहाँ जस्तै हाम्रो ज्योतिषी कहाँ छन्, अमाइले भाउजूहरू कहाँ त्यति ठुला गमला र त्यति झम्केका चाहिँ हाम्रा चाहिँ छैन। यहाँले चाहिँ साह्रै चाकर गर्नुभएछ र मन पर्यो मलाई। सबैतिर देख्न पाएँ, बडा राम्रो लाग्यो। र एउटा ठुलो उतिखेरको द्वारकाको तुलसी पत्ती अब यहाँ निकै अब कता मैले दृष्टान्त दिनु र निकै ठुलै पत्ती हुन्थ्यो एउटा उतिखेर। अहिले त कलिकालले हामी पनि घट्यौँ, सबै कुरा घट्दै आयो। रुखहरू पनि 3 नामले हुन्थे, अहिले त यसो 1 नामले पनि फेर पुग्दैनन्, एक नामले पनि पर्दैनन्। अहिले त थोरै अलिकति बान्दा हुने भइहाले, कलिकालले गर्दा घट्यो, सबै घट्यो। ठुलो तुलसीको पत्ता ल्याउन लानुभयो र अनि उद्धवजीले कृष्ण नामे ठुलो लेख्नुभयो। त्यो चन्दनले खुब राम्रो एकदम ठुलो हातले छाम्दा भेटिने जो आफ्नो के भन्छन् अल्फाबेटको अक्षर ठुला बनाएर कृष्ण नाम लेखिदिनु भयो। अनि त्यहाँबाट त्यो सबै सामान निकाल भन्नुभयो। अघि लगाएको सारा राष्ट्रको सामान भनौँ न निकाल्यो, पल्ला खाली भयो। भगवान् आएर फेरि आफ्नो भद्रासनमा विराजमान हुनुभयो। अनि त्यो कृष्ण नामको तुलसी त्यहाँ राखिदिएको त हो त माथि, त्यो त ड्याप्पैसँगले भएमा एकदम भाष्यो के। नारदीले त्यही टिप्नुभयो, कृष्ण कृष्ण भन्दै कीर्तन गर्दै हिँड्नुभयो। नारदी त्यही लिएर छोडिदिनु भयो भगवान्लाई। कृषि र भूर्वाचक शब्द हो। कृषि र भूर्वाचक शब्द अणस्त निर्वृत्तिवाचक तयो रैक्यम भवेत् यत्र कृष्ण इत्य विधीयते। कृषि र भूर्वाचक कृ र प्रत्ययको मूर्धन्य सकारले यो सबै वैभवयुक्त पृथ्वीलाई बताउँछ। कृषि र भूर्वाचक शब्द अणले कृष्ण, अणले निर्वृत्तिवाचक मुक्तिलाई बताउँछ। भुक्ति मुक्तिदाता भन्दा हुन्छ। कृष्ण शब्दको पर्यायवाची गर्नुपर्छ भने भुक्ति मुक्तिदाता यही आउँछ त्यसको पर्यायवाची। भुक्ति पनि दिने, मुक्ति पनि दिने। कृषि र भूर्वाचक शब्द अणस्त निर्वृत्तिवाचक तयो रैक्यम भवेत् यत्र कृष्ण इत्य विधीयते। त्यस्तो कृष्ण नाम लिएर तुलसीका पत्ताको नारदजी हिँड्न लाग्नुभयो गाना गर्दै गर्दै।